ल गाइज मेरो छोरीले मलाई रोटी बनाएर आलु र रोटी बनाएर अब बाबा छोरी खाने आएछ र लु हात धुने लु हिँड्नु अर्को नि पकाउन बाँकी छ हात धुऊ अनि खाने हस् हात नधुई खाने बाबाले खुवाइदिने कि छोरीले खुवाइदिने लु हिँड्नु नि त हात धुऊँ पनि बाबा छोरी नै हात धोएर अनि खाने हस् बाबालाई नि हस् बाबालाई खुवाइदिनु ल हस् अब एउटा पोल्छु अनि खाने हस् छोरो खाँदै गर्नु न हस् बाबा नि आउँछु बाबालाई खुवाइदिने हस् एकछिन हस् यहाँ दुईटा पोल्छु अनि मेरो छोरीले बनाएको रोटी लिन के भयो छोरो के भयो जाडो भयो ज्याकेट छैन छैन अब के लाउने त भोलि पर्सि पैसा कमाएर किनिदिन्छ हस् हस् बत्ती बल्ने ज्याकेट हस् ल हस् अहिले बाबासँग पैसा छैन भोलि पर्सि पैसा कमाएपछि किनिदिन्छ हस् स्कुल चोकमा पाउँछ हस् ल देखेको हो हस् खुवाइदिने ल थ्याङ्क यू मेरो छोराले कति माया गर्छ नि मलाई कस्तो मिठो भएछ है छोरो आफू पनि खानु हस् बाबालाई मात्र नखुवाउनु सिद्धिन्छ खानु न त नि सिद्धियो भने फेरि बनाउने हस् बिहानको दाल पनि खाने हस् तातो छ पोल्लास बाबालाई खुवाउनु आउनु पर्दैन बाबा आउँछु त्यहीँ बाबा आउँछ हस् मिठो भएछ कति मिठो भएछ धेरै
हो यो हालेर खाइदिएको गुड यो हालेर खाइदिएको यो हालेर खाइदिएको आलु दाल बाबाको हात पोल्यो यहाँ त्यसले हो यो त हात पोल्छ अच्छा त्यो नखाने खसीको फाल्टिने यता यता फाल्ने यता अच्छा Mami, ajuda. Ui, जाडो भएको अरे मेरो छोरीलाई pani खाइदिनु पानी खाने यति खानु अनि पानी खानु मगमा दिन्छु हस् भयो जाडो भयो तातो छ हस् जाडो भयो हात झिक्नु त भयो पानी खाने यसको चाहिँ पानी त्यसमै खाने आलु नखाने दालसँग मात्रै खानु हस् बाबा खानु पहिला आलुसँग खानु थ्याङ्क यू अलिक काम खस्तो गावाको यहाँ पोलेको बोलेको हजुर मम्मी बोलेपछि आउँछ हजुर बोलेपछि आउँछ मम्मी मम्मी भोलि पछि आउँछ आउँछु भने हात तिमीलाई लिन कि भेट्न बेन भेट्न आउने रे कति ठुलो कति ठुलो अनि छोडेर जाने मान्छे किन भेट्न आउनु रे त नआए पनि भइगयो नि होइन आए नि भइहाल्यो सानोलाई भेट्नु मन लागेको छ I love you. वाउ I love you. लभ यु टु छोरा I love you too, Papa. Pugyo. Pugyo, Papa. Pugyo. पुगिसक्यो बाबा मात्रै खाने यो आलु हालेर खानु न हस् म आलु हालेर खाइदिन्छु छोरी पनि खानु नि त थोरै हस् यति लास्ट त हुन्छ यति खाइदिन्छु न बाबालाई नि खुवाइदिन्छु म पनि खानु पुग्यो हस् यो हाल्नु अनि यो छोपेर खानु हस् यो हालेर छोपेर खान्छ नि हस् नुनु गर्नु नि त हस् अब मोबाइल हेर्नुलाई बत्ती आएको छैन नि खोकी लागेको छ है
औषधि खाने त किन पैसा नभएर हो बाबासँग पैसा छैन भनेर औषधि नखाने भनेको बाबाले ल्याइहाल्छु नि औषधि त यो हालेर चोपेर खानु हस् यसरी ठुलो ठुलो गर्नु भयो यहाँ छ त त्यो नखानु भोलि खानुहुन्छ नि यसरी यस्तो गर्नु हजुर हेरे अनि यस्तो गर्नु अनि चोप्ने खानु त्यत्रो धेरै त खाइसक्दैन नि त यो खान्छु हाँस यसरी के यस्तो हाल्नु हाल्नु अनि त्यसपछि यस्तो गर्नु ल्यापटपले ओहो अनि त्यो रोल जस्तो यस्तो गर्नु अनि चिकन रोल जस्तो यस्तो गर्नु अनि खानु लु त खाएर देखाइदिनु त कसरी खाने र त हजुरले खाएर देखाउनु त यहाँ चोपेर लु यस्तो गर्ने वाउ त्यसरी खाने वाउ मेरो छोरीले जानेको छ खाना यो पिउँ आलु पनि खायो हस् अब यो बाबा खाऊ यसरी खानु रे यसरी अनि यसरी चोपेर खानु यसरी त यसरी खानु हस् त्यस्तो पनि खाएको अगायो अगायो बाबा छ बाबाको पोलेको बोलिरह हो खस्न लाग्यो यो बहिनीको कहिले फोहोर खेलेको होइन के गरेको त भयो पुग्छ पुग्यो आज अब यति भोलि खाने हस् भोलि बिहानलाई नि राख्ने नि त हस् यो पकाएको पकाएको राखिदिन्छु दुईटा मात्रै हजुर यो चाहिँ नपकाएको नराखिदिनुहोस् हस् त्यो भोलि खाने छोरी खाने हस् त बाबालाई मैले यो च्याटको मैले हजुर बाबा चाहिँ नयाँ ए हस् ल बाबालाई एउटा छोरीलाई एउटा हस् 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 भोलि खाने हस् ल यो राखौँ हजुर पिरियडमा हुन्छ प्लेट दिनु हस् ठुलो ठुलो प्लेटमा राख्ने लिनुहोस् राख्नुहोस् राख्ने भोलि लाए मेरो छोरीलाई थाहा छ नि भोलि खानुपर्छ भनेर मुसाले खाइदिन्छ होला कहाँ राख्ने त राख्ने ठाउँै छैन किचन ऱ्याकै छैन हाम्रो है यस्तोमा त खाइहाल्छ मुसाले अनि खुल्ला छ ढोकावाला किचन ऱ्याक छैन है यो ढोका मुसा यहाँबाट मटुबाट पारेर आन्छ कति धेरै मुसा आउँछ है अनि खान्छ मैले मर्ना देखेको र मुसा क्षेत्रले आएको अनि खाएको होइन लोटे त्यही त मुसाले त त्यस्तो गर्छ यो चाहिँ त्यो धेरै पोलेछ नि बाबाको हाती हो लिएर आउनु भन्छु तिम्रो मामु त कहाँ पुगिसक्यो हामीलाई टेप्लेर के आउँथ्यो बाबासँग त बोल्दैन मामु रिसाएको छ
बोल्छ तिमीसँग मात्रै बोल्छ नि हो मम्मी बाबासँग त बोल्दैन रिसाएर गएको अनि कसलाई यस्तो गर्ने मम्मी मलाई बाबालाई कि मामालाई कि छोरीलाई मलाई आफैलाई ट्याक 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 स्कुलमा के पढ्यो त आज यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने अनि यस्तो गर्ने ए बी पढेको अनि यस्तो गर्ने ए चाहिँ कहिले पढेको नि यस्तो जाइनस यस्तो बच्चेको हो स्कुलमा के खायो त दाल बनायो रोटी खाएको रोटी दिएको स्कुलमा नि केसँग दालसँग दालसँग अनि आलुसँग दालको जस्तै आलुसँग ए मिठो थियो कति खायो त धेरै धेरै खायो पकायो अनि टिफिन लगेन लाग्यो टिफिन खान पाएन महिना कसले खाइदियो त साथी साथीहरूले खाइदियो सबै दिएको कि आफै खाएको दिएको होइन खाएको होइन मैले ब्यागमा राखिरहेको थियो ब्यागमा राखिरहेको थियो झिकेर खाइदिएछ सबै यो खानुहोस् हस् यो सिद्धो अब सिद्धो अब यो होइन यहाँ चुपेर यो नि खाऊ हस् सिद्धो भयो अँ यहाँ राखिदिन्छु हस् यो पनि राखिदिएँ हुन्छ राखिदिउँ यो भोलिलाई होइन आजलाई खाने बाबा आजलाई खानुहोस् हस् यहाँ राख्नु यति सिद्धाउनु भनेको हस् यति सिद्धाउँछु हस् फिनिस गर्नु यो पनि सबै गर्नुहोस् वाउ फिनिस गर्नु फिनिसको त मेरो फिनिस गर्ने ओहो बाबा पनि फिनिस गर्ने स्कुलमा फिनिस गरिदिएको सबै बाबा नराख्नु अनि स्कुलमा सबैको मम्मी बाबा लिन आउँछ होला तिम्रो मात्रै आउँदैन अनि तिमीलाई कस्तो रुन मन लाग्छ कि दुःख लाग्दैन लाग्छ रुन मन मम्मी लिन आए नि हुन्थ्यो जस्तो लाग्छ मम्मी लिन आउँदैन है बाबा पनि आउँदैन है बाबालाई ढाड दुख्छ कस्तो बुझ्ने मेरो छोरो अनि दादा पनि स्कुल जान्छ दादाले पुऱ्याइदिन्छ हो दादाले पुऱ्याइदिन्छ है दादाले बोकेर पुऱ्याउँछ कि हिँडेर हिँडेर लाग्छ म छिट्टै आएको हो दादा भन्दा अब उता राख्दिनु अनि हात धुने भयो पानी हाल्नु पर्दैन सुत्न जाने जाउँ ल अब जाडो भएन कति जाडो भयो धेरै जाडो भयो
छैन बत्ती आछु भयो जाडो भयो है ज्याकेट नभएर ज्याकेट छैन भोलि पर्सि किनिदिन्छस् छ चेन छैन त्यसमा चेन भएको चाहिन्छ हजुर हस् आछु भयो जाडो भयो है हेलिकप्टर हो तिम्रो लिनु गर्नु अब तातो हुन्छ हाँस लिनु यो तिम्रो सुताउने होइन साथी मामुको ठाउँमा मामुको याद आएपछि यहीलाई समातेर सुत्ने हो गुडिया नै तिम्रो मामु है मामुको काम गर्छ तिमीलाई गुडियाले होइन एकछिन ल बाबाले झुला हाल्छु हेलिकप्टर हजुर गुलिया आयो गुडियै आयो यता यो कार्ड आयो जुल बाबालाई जुल देखाइदे अर्को जुल देखाइदे